कार्बन तीनवटा है अल्केन भने कार्बन कार्बनमा सिंगल बन्ड मात्रै भएकोलाई अल्केन भन्छ यसको जनरल फर्मुला H2n+2 हो n भनेको कुनै एउटा पोजिटिभ होल नम्बरलाई इन्डिकेट गर्छ सपोज n = 1 राखेमा कार्बन एउटा हाइड्रोजन 4 वटा CH4 हुन्छ त्यसरी बन्छ नि त्यो त भन्नु पर्दैन बुझिहाल्छु हैन डिफरेन्सलाई प्याराफिन्स पनि भन्छ para means little affinity means affinity they have little reactivity तिनीहरुको रिएक्टिभिटी एकदमै कम हुन्छ त्यसकारण तिनीहरुलाई प्याराफिन्स भन्छ है प्याराफिन्स भनेको लिटल रिएक्टिभिटी लिटल धेरै थोरै किन हुन्छ बिकज दे हेभ नो इलेक्ट्रोनेगेटिभ एटम तिनीहरुको इलेक्ट्रोनेगेटिभ एटम छैन देयर इज नो डिफरेन्स बिट्विन इलेक्ट्रोनेगेटिभिटी कार्बन कार्बनमा इलेक्ट्रोनेगेटिभिटी डिफरेन्स धेरै छैन कार्बन हाइड्रोजनमा पनि इलेक्ट्रोनेगेटिभिटी डिफरेन्स धेरै छैन त्यसकारण देयर इज नो मल्टिपल बन्ड there is no heteroatom there is no polar bond due to these reasons alkanes are less reactive so they are called paraffins alkanes लाई के भन्छ अब यस्ता कुराहरु एमसीक्यू मा सोधिन्छ हैन alkanes are also called paraffins olefins dienes trans के पनि भन्न सक्छ हैन अझै थाहा पाउनु पर्यो कसलाई के भन्छ है लेख्न त्यसमा alkanes हेडिङ राखेर लेख्न alkanes Alkanes are the saturated hydrocarbons. So introduction जस्तै अलिकति लेखाएको छ. Alkanes are saturated hydrocarbons. Saturated भने के? संतृप्त भनेको they cannot add extra hydrogen. Here valence is already satisfied. Valence is satisfied छ. तिनीहरुले एक्स्ट्रा हाइड्रोजनलाई एड गर्न सक्दैन. एक्स्ट्रा हाइड्रोजनलाई एड गर्न सक्दैन. है Alkanes are the saturated hydrocarbons which contains carbon single bond only. Alkanes are the saturated hydrocarbons which contains carbon single bond only. Carbon single bond मात्रै हुन्छ. They are also called paraffins. They are also called paraffins. Paraffins. P-A-R-A-F-F-I-N-S. Paraffins. Paraffins को ब्रैकेट में लिखने param means little. P-A-R-A-M. P-A-R-A-M. Param भनेको little. L-I-T-T-L. little थोरै. Also called ब्रैकेट में paraffins को meaning है. Param means little. कमा गर्ने affins means equals to गर्न सकिन्छ affins भनेको affinity they are also called paraffins because they have little reactivity bracket close गरेर लेख्ने because they have little reactivity introduction को कुरा है बुझिहाल्नुहुन्छ नि यो त नलेखाने यस्तो सोध्ने होइन फेरि एक्जाममा what are alkanes भनेर सिकेर यस्तो लेखाउँदा सोध्दा भन्ने हो यस्तो सोध्दैन किन लेख्या त भन्ने होला अलि लेख्नु पर्यो इन्ट्रोडक्सनमा किनकि सर्ट क्वेशनमा एमसीक्यू पनि सोधिन सक्छ है इट्स जनरल फर्मुला पुलिसहरुले लेख्ने दे आर रिप्रेजेन्टेड बाइ द जनरल फर्मुला represented by general formula CnS2n plus 2 अस्ति लेखा हो नि यो त हजुर हैन where n is the whole number integer n equals to 1 2 3 4 so on इक्वल 2 प्लस whole number integer n is the number of carbon atom which indicates the number of carbon atom है जसले के रिप्रेजेन्ट गर्छ कार्बन एटमलाई अर्थात त्यहाँ होल नम्बर नै हुन्छ n को भ्यालु होल नम्बर n equals to 1 राखेमा CH4 where n is the whole number integer and it represents the number of carbon atom यदि नलेखिने भने के हुनु पर्यो होल नम्बर हुनु पर्यो होल नम्बर 0 लाई छोडेर 1 2 3 हुनु पर्यो है CnS2n plus 2 n equals to 1 राखेमा C के भइहाल्यो 1 भइहाल्यो S2 into 1 plus 2 भइहाल्यो CH यो कति हो n हो हैन त्यसरी अब n को भ्यालु 2 राखेमा CnS2n plus 2 C2S2 into 2 plus 2 C2S6
यो फर्स्ट मेम्बर भयो, यो Second सेकेन्ड member मेम्बर। भयो। यसको स्ट्रक्चर हेर्ने हो भने दुईटा कार्बन राख्ने, दुईटा कार्बनमा 6 वटा ठ्याक्कै 6 वटा हाइड्रोजन। हाइड्रोजन। अब यसमा कार्बन कार्बनमा के छ? सिंगल बन्ड छ, जुन चाहिँ सिग्मा बन्ड मात्रै हुन्छ हैन। यसमा सबै सिग्मा बन्ड मात्रै हुन्छ, सिग्मा बन्ड। स्याचुरेटेड। अनस्याचुरेटेड भएको भए कार्बन कार्बनमा सिग्मा अनि पाई बन्ड पाई बन्ड छ। अब यसले यो बन्ड ब्रेक भएर फेरि थप्न सक्छ हाइड्रोजन, त्यसकारण यसलाई भनेको अनस्याचुरेटेड। अब यसले थप्न सक्दैन यसमा, यसमा हामीले एक्स्ट्रा यहाँ हाइड्रोजन यस्तो हालिदियौँ भने यो पोसिबल छ त हैन नि। त्यही भएर यसलाई के भनेको स्याचुरेटेड। स्याचुरेटेड भनेको अलरेडी सेटिस्फाइड, कार्बनको कोभ्यालेन्सी जुन छ त्यो अलरेडी Satisfied छ। यसले चाहिँ एक्स्ट्रा हाइड्रोजनलाई एड गर्न सक्दैन। यसलाई के भन्छ? Saturated। हाइड्रोजन, स्याचुरेटेड हाइड्रोकार्बन्स भन्छ, बुझ्यो हैन। अब यो त इन्ट्रोडक्सन भयो। अब यसमा इम्पोर्टेन्ट तिमीहरूलाई मेथड अफ प्रिपरेसन सोध्छन्, हेडिङ लेख्ने मेथड्स अफ प्रिपरेसन कसरी बनाउने भन्ने कुरा है। मेथड्स अफ प्रिपरेसन। अब धेरै मेथडहरू छन्, त्यसमा तिमीहरूलाई धेरै नसोध्ने, एक दुईवटा कुनै सोध्न सक्छ। सबभन्दा बढी इम्पोर्टेन्ट यसमा सोध्ने भनेको फ्रम वुड्स रिएक्सन भन्ने छ। वुड्स रिएक्सन। यो भन्दा पहिला पनि धेरैचोटि सोधियो। वुड्स रिएक्सन। अब यो यस्ता रिएक्सनहरू, नामबाट आएका रिएक्सनहरू इम्पोर्टेन्ट हुन्छ, थाहा पाइहाल्ने नेमिङ रिएक्सन भन्छ है। नेम रिएक्सन, हजुर। साइन्टिस्टको नेम हो वुड्स, वुड्स। WURTZ। के भन्दै रहेछ यसलाई? वुड्स रिएक्सन। वुड्स रिएक्सन। अब यसमा लेख्ने यो भनेको पहिला लेखौँ, मैले फेरि सम्झाउँछु है। When an alkyl halide, when an alkyl हाइलाइडलाई RX ले रिप्रेजेन्ट गर्छ। When an alkyl halide is heated with sodium metal, when an alkyl halide is heated with sodium metal in presence of dry ether, in presence of dry ether, an alkene containing the an alkene containing double carbon atoms, then in alkyl halide is obtained. This reaction is called Wurtz reaction. This reaction is called Wurtz reaction. यसबाट इभन नम्बर अल्केन मात्रै बनाउन सकिन्छ है। फ्रम वुड्स रिएक्सन इभन नम्बर अल्केन इज प्रिपेयर्ड। इभन नम्बर भनेको छ हैन, 2 4 6 8 यस्तो बन्छ। जोड संख्या 3 5 7 भएको अल्केन बनाउन सकिदैन, अथवा बनाए पनि थोरै मात्रामा बन्न सक्छ। त्यसकारण के भन्ने, फ्रम दिस मेथड इभन नम्बर अल्केन्स क्यान बी प्रिपेयर्ड। बुझ्यो? के मात्रै इभन नम्बर 2 4 6 8 यस्तो खालको। अब इम्पोर्टेन्ट हेर्नुस्, यसलाई चाहिँ लेख्ने कसरी। अल्काइल हेलाइड भने के, RX प्लस केसित रिएक्सन गराउने, सोडियम मेटल, सोडियमको सिम्बल Na, यसलाई दुईचोटि लेख्ने, फेरि प्लस XR गरेर लेख्ने। सजिलोको लागि यस्तो लेख्या हो। यसबाट के निकाल्दिने भने अल्काइल हेलाइडबाट हेलोजन निकाल्दिने, यसबाट पनि हेलोजन निकाल्दिने। केसित कम्बाइन गर्ने, सोडियम यहाँबाट यस्तो लाइन तान्ने, यस्तो लाइन तान्ने। यो एरोको माथि के लेख्ने, ड्राई इथर लेख्ने। यहाँ सिम्बल दिने हिटको, यतापट्टिको यो R र यो R लाई जोडेर अल्केन बनाइदिने। के भन्छ? R सिंगल बन्ड R प्लस 2NaX बाइ प्रोडक्टको रूपमा जानेछ, जुन ब्यालेन्स गर्ने यहाँ Na लाई कति 2 गर्ने। अब यो के हुन्छ, अल्काइल हेलाइड। यो के हुने भयो, अल्केन। यही हो वुड्स रिएक्सन भनेको। के बनाउने मेथड रे, अल्केन बनाउने मेथड भनेको। मिथेन क्यान नट बी प्रिपेयर्ड बाइ दिस मेथड।
के बनाउन सकिँदैन मिथेन बनाउन सकिँदैन मिथेन भने कति कार्बन हो एउटा कार्बन भएको कार्बन बनाउनु पर्यो भने हामीले यतापट्टि कति लिनु पर्यो आधा आधा कार्बन कसरी लिनु लिन सकिन्छ सकिँदैन त्यसबाट त के भनेको छ डबल कार्बन भएको बन्छ केमा अल्काइल हेलाइडमा जति कार्बन छ त्यसको डबल भएर के बन्छ अल्केन बन्छ भने हामीले एउटा कार्बन भएको बनाउनु पर्यो भने यतापट्टि अल्काइल हेलाइड कति लिनु पर्यो आधा आधा लिनु पर्यो आधा कार्बन भने कसरी पोसिबल छ त त्यही भएर के बनाउन सकिँदैन मिथेन बनाउन सकिँदैन अब यहाँनिर R को ठाउँमा हामीले के राखिदियो भने CH3 राखिदियो अल्काइल ग्रुप राखिदियो X को ठाउँमा के हो X भने हेलाइड ग्रुप हेलोजन हो हेलाइडको ठाउँमा राखिदियो Br हजुर केसित रिएक्सन गराउने सोडियम मेटलसित फेरि यसैलाई अर्कोचोटि लेख्ने हो Br फेरि के लेख्ने CH3 यसबाट निकाल्दिने के NaBr निकाल्दिने यहाँ के हुने भयो ट्राइइथर हिट गर्ने यसबाट के बन्यो त CH3 सिंगल बन्ड CH3 प्लस 2NaBr यसको नाम के भयो इथेन यसको नाम के भयो मिथाइल ब्रोमाइड अथवा ब्रोमोमिथेन यो कमन नेम है यार ब्रोमोमिथेन अनि हेलो एल्केन यो पछि छैन सर ह हेलो एल्केन चैप्टर होला नि हेलो एल्केन चैप्टर होला नि के भने हेलो एल्केन चैप्टर यसपछि यसपछि अल्केन अल्किन अल्काइन पढेपछि हेलो अल्केन भनिन्छ अब त्यो सल्युसनमा खोज्यो भने पनि यही लेख्या हुने हो है बुकमा खोज्यो भने नि यही लेख्या हुने हो गुगलमा खोज्यो नि यही हुने हो च्याट जिपिटीलाई सोध्यो नि यही हुने हो अब यो आफूलाई थाहा हुनु पर्यो बुकहरुमा त लेखेकै छ त्यो याद गर्नु पर्यो है याद नगरी हुँदैन तिमीलाई उज रिएक्सन आयो भने यहाँ लेख्ने के को रिएक्सन के सित हुनुलाई उज रिएक्सन भन्दो रहेछ सोडियम को रिएक्सन अल्काइल हेलाइड सँग सोडियम सँग हिट गर्नु A को प्रेजेन्समा ट्राइइथर एन्ड हेलाइड को प्रेजेन्समा त्यसबाट अल्केन बन्ने रिएक्सनलाई नै उज रिएक्सन बनिन्छ अब यहाँ हेर यो चाहिँ R भने थाहा छ नि हजुर R भने अल्काइल ग्रुप X भनेको हेलाइड ग्रुप यसलाई दुई चोटी लेखेको छ सजिलो पर्छ तिमीले यही फर्मेट हो इम्पोर्टेन्ट है अब यहाँ हामीले R के लेखेको छ अहिले अल्काइल X के छ ब्रोमाइड अब यसबाट निकाल्दिने यो सधैँ यही हुने हो अब गर्न सकिएला यस्तो प्रोडक्ट हेलाइड ग्रुप हेलोजन ग्रुप गएछ Cl Br यसको उज रिएक्सन गरौ यस्तो दिन सक्छ कहिले काहीँ Na ट्राइइथर प्रोडक्ट के बन्ला भन्छ सोडियम ब्रोमाइड ट्राइ सेम यही कन्डिसन राखेर यसको CH3 में एउटा Br जोड दिने 2Br CH3 plus 2Br plus CH3 CH3Br राम्रोसित पढ्ने बाटोमा पनि हिँड्दै जाने भन्दै जाने RX plus Na gives RR plus NaX तब याद हुन्छ हाँस्ने कुरै कानमा इयरफोन हालेर गाना सुन्दै गयो भने त्यही गुन्जिरहन्छ दिमागमा त्यही अड्किरहन्छ मजाक सोचेको छौ रिएक्सन याद राख्नु केमिस्ट्री हो यो केमिस्ट्री हो यसलाई केमी नै लिएन भन्छ नि हल्का नलिने यसलाई केमिस्ट्रीलाई यसले हल्का बनाइदिन्छ यसलाई एक सेकेन्ड छोड्ने होइन सम्झिन यसलाई केमिस्ट्रीलाई अरूको याद आओस् नआओस् केमिस्ट्रीको आउनु पर्छ जतिखेर बुझ्यो रिमेम्बर एभ्री टाइम उज CS2 लाई चाहिँ के हुन्छ CS2 लाई जति बढी केमिस्ट्रीलाई सम्झिन अर्को साइड राख्ने मतलब यस्तो गर्न मिल्छ कि यदि केमिस्ट्रीको स्थान अरूले लियो भने फेरि गाह्रो हुन्छ पुरानो पुरानो धेरै गाह्रो छ केमिस्ट्रीको ठाउँ अरूले लिदियो भने फेरि गाह्रो हुन्छ
म रियल कुरा गर्दैछु किन मैले केमिस्ट्री पढाएको भए मैले पढ्नु पऱ्यो भने यो गाह्रो कुरा हो के भन्यो त्यसमा नाम भन्ने त्यसको प्रोडक्ट के भन्यो मलाई मात्रै बनाउन आउँदैन मिथाइल ब्रोमाइड आउँछ मिथाइल ब्रोमाइड मिथाइल ब्रोमाइड बुझिएन त्यो गर्न सकिएन के भन्यो प्रोडक्ट होला नि त के भन्यो त्यहाँ भएका मध्ये फर्स्टको के भन्यो सिएस इथेन भन्छ CS3 छ त अनि मिथाइल मिथाइल कोही त बनायो यार एकजना कसै त देख्यौ यो के हो सर इथेन बन्दैन सर इथेन दुईटा कार्बनको इथेन अनि सोडियम ब्रोमाइड लाग्छ इथेन सोडियम ब्रोमाइड केमिस्ट्री गरी खान्न यार सेकेन्ड नम्बरको पहिलो लेख्न बनाइहाल्छु तपाईँ एउटा बनाउनु नभयो सर्ट जस्तो दिए नि बनाइदिनु अब यहाँ हेर यो रिएक्सनमा आर र एक्स आइडेन्टिफाई गर पहिला आर एक्स भनेको बिआर छ एक्स बिआर छ यहाँ हजुर। यही फर्मेटमा राख यहाँ हेर है यो एक्स को ठाउँमा राख बिआर बिआर हजुर त्यही यो यता लाइन बन्ड तान हजुर यतापट्टि अब के छ यहाँ मिथाइल CS3 CS2 छ यतापट्टि के छ CS3 CS3 छ यो भने के भइहाल्यो आर यो के भयो आर यो भने के भयो एक्स आर एक्स लेख्यो फेरि के लेख्ने प्लस गर्ने फेरि कतिवटा एनए लेख्ने 2n दुईटा 2na लेख्ने फेरि प्लस गर्ने फेरि एक्स फेरि आर अब एक्स यही कुरा उतापट्टिबाट बिहान ऐना हेर्छौ नि यस्तो यसो हेर्छौ यसो हेर्दैनौ हेर्नेलाई हेर्छौ होइन बिहान यसो उताबाट तिमी जस्तै फर्किया हुँदैन एकजना मान्छे तिमीले उता हेऱ्यो नि उसले यता फर्केर मिरर इमेज भने त्यही हो अब यसको मिरर इमेजलाई फ्लिप गरिदिने फ्लिप भने उल्ट्याउने यो समातेर यतापट्टि आएपछि के भयो बिआर फेरि के आयो CS2 CS3 यो भने के आर यो भने के एक्स बुझ्यो अब यो फर्मेटमा के गर्ने हो त यी बक्स जस्तो कहाँदेखि लैजाने यहाँदेखि बुझ्यो अब यहाँ बाँकी रह्यो के आर होइन यतापट्टि बाँकी रह्यो के आर यो आर र यो आरलाई यी दुईटै डल्लोलाई जोड्दिने जोड छ जोडेर के भयो यो CS यो डल्लो अनि यो डल्लो बन्ड दुई बिचमा के भयो प्लस के भयो प्लस Na BR यसको नाम के भयो ब्युटेन चारवटा कार्बन लिएको छ हजुर कति कार्बन लिएको छ दुईटा कति बन्यो दुईको डबल छ यहाँ कति लिएको थियो एकको डबल दुईटा बुझ्यो अब यही फर्मेटमा राखेर त्यो बनाइदियो ल यो जसले बनाउँछ उसले केही गरी खान्छ केमिस्ट्रीमा नत्र कसैले गर्दैन ध्यान दिएर आफ्नो दिमागले पछि सोच्न सक्छ सोचेर बडो गम्भीर भनेर त्यही आरएक्समा लैजाने मलाई बनाइदिनु अब गल्ती गरेर देखायो भने कुनै पनि खान पाइन्छ पहिला मलाई नाम भन्ने तब मात्रै म थाहा पाउँछु सही गऱ्यो भने जसरी त्यहाँ ब्युटेन बन्यो नि त्यहाँ के बन्यो भनेर नाम भन्ने त्यहाँ पनि फर्स्टमा बिआर ल्याउँ
ए दुईटा CS3 छ CS3 यस्तो गरेर अब यसलाई हटाइदिनु CS3 अनि CS3 प्लस एउटा दुईटा तीनटा छवटा वाला मैंने 1 2 3 4 5 6 UNABR त्यो गर्दा यस्तो भयो एक दो तीन चार पाँच सर एक्जाम भयो एक दुई तीन चार पाँच छवटा कार्बन कार्बन त छवटै हुन्छ तर नाम हेक्सेन हो पेन्टेन यो पुस्ता ल्याबमा मैले सोधेको उसले एक्जाम मात्रै गरे फास्ट अस्ति स्वस्थ गरे ट्विट बनाइदिएको टू मिथाइल यसलाई केमा राख्ने त्यो गभर्नमेन्टमा राखेर गराउँदा के भयो टू मिथाइल पेन्टेन आउँछ सर टू मिथाइल पेन्टेन के हुन्छ हेक्सान के भन्छ रे त्यो मिथाइल के भन्नु एक्जाइन ए भनेपछि तिमी अल्काइन राख्छौ हेक्सेन भन्छ त्यसलाई एन भन्छन् एन लाग्छ लास्टमा त्यसको नाम भयो प्रोडक्टको चाहियो 1 2 3 4 4 मिथाइल पेन्टेन म गर्छु याद ल्याउनु त 4 मिथाइल पेन्टेन नेमिंग अभी बनिया बहुत यस्तो भने केमिस्ट्री पढाउनै सकिँदैन केमिस्ट्री पढाउन सकिँदैन तपाईँ पनि पढाउन सक्दैन तर हामी पनि पढाउन सक्छौँ मलाई सक्छ यसमा एक्स के छ बिआर बोमियम अघिकै जस्तो गर्ने CS3 यो बिआर के सित जोडिएको छ मिथाइल ग्रुपसँग अल्काइल ग्रुपसँग यो वाला CH अब यो CH सित के छ नि मिथाइल ग्रुप जोडिएको छ यस्तो छैन हजुर त्यही छ यो R अनि यो X अब फेरि के गर्ने प्लस गर्ले 2Na प्लस हैन हेरेको जस्तो भएको थिएन र यस्तै छ फेरि ये CH तलतिर के यतापट्टि के यस्तै त बनाएको छ सर अब के गर्ने फेरि यस्तै बनाएको छ नेमिङ गर्न फेरि यस्तै बनाएको छ नि अब के भने अब उतापट्टि R के रह्यो RCS3 CH3 तलतिर CH3 यो एउटा R हो फेरि बीचमा बन्ड आयो यतापट्टि R के छ CH3 अब भयो अब यसको नाम के भयो 2 3 डाइमिथाइल पेन्टेन के पेन्टेन हैन त्यो ब्युटेन छ चारवटा मात्र छ मेलानमा चारवटा छ
अब के भन्ने निकाल्दैछ उसले CS3 निकाल्दैछ यहाँबाट साथै CS3 हटाइदिने हेलोजन हटाउने हो ब्रोमिनमा भनेको 1300 राखेको छ भने सिधै सिधै हटाउने होइन कि जे हटाउने त्यो हटाउने हो कि फर्मुलाबाट सर बुझिसक्यो अर्को दिन त अब दिन त म नि साट्छु अब त बुझिहाल्छु CH बीआरसँग CS2 जुटेको छैन प्रोडक्टको नाम भन्ने मलाई CS2 अनि CS2 सँग CS जुटेको छैन CS अनि योसँग जुटेछ CS3 अनि CS3 +2 यानी लेख्ने CH BR लेख्ने BR सँग CS3 जुटेछ नि CH3 CH2 तब CH अब यसको CH3 CS3 बिग्री छ मैले भने जस्तो गर्न सक्दैन तिमीहरू जस्तो भनेका त्यस्तै गर्छ मैले के भनिरहेको सुन्दैछु CH3 आँखा कान त ठिकै छ त मैले कसरी राखेँ मैले के गरिरहेको थिएँ मेरो आँखा छोडेको भइसक्यो रुनु CH2 CH +2 and ABR 1 2 3 4 5 1 2 2 1 2 3 4 5 5 2 5 5 try 7 5 1 2 3 4 5 10 10 try methyl pentane 2 5 5 के भन्यो नाम भनेर त्यसको 1 dimethyl 1 1 114 dimethyl pentane के नाम छ सर भन्नु त भन त के भयो नाम के भन्यो प्रोडक्टको नेमिङ मात्र गर्नु बिर्सेछु 2 5 5 ट्राइमिथाइल पेन्टन त हुन्छ नि सर ट्राइमिथाइल पेन्टन त हुन्छ होला 1 2 3 4 5 2 5 ट्राइमिथाइल पेन्टन हुन्छ कुनै 2,5 dimethyl pentane एक्जेक्ट यार मेंटेन बात साथ भयो यहाँ के गर्ने बीआर बीआर को बीआर यतापट्टि केसित जोडिएको छ
CS2 सँग यो CS2 केसित जोडियो? CS सँग जोडेको छ। CS यो CS केसित छ? मिथाइल ग्रुपसँग दुईटा मिथाइलसँग। यो CS केसित? CS3 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 र CS3 हो यार फेरि के गर्ने? 2Na लेख्ने 2Na प्लस प्लस के गर्ने? Br लेख्ने Br गर्ने फेरि के गर्ने? CS2 लेख्ने फेरि के गर्ने? CS लेख्ने CS3 CS3 यहाँबाट के निकाल्दिने? यस्तो निकालेर 1 2 3 4 5 6 कति कतिमा 2 कमा 5 डाइमिथाइल टोटल 8 वटा भयो नि यहाँ 1 2 3 4 5 6 7 8 4 बराबर 8 2,5 dimethyl hexane 1 2 3 4 5 एग्जांपल भयो छोड देऊ नेमिङ में गडबड छ। एउटा उस रिएक्सन में 1 घण्टा ज्यादा जस्तो छ कि जान त अगाडि पढाउनु भइहाल्यो। by reductions of ALKY alkyl halide when are reduced with Zn plus S S2 Ni Zn sodium hydroxide और zinc copper in ethanol LiALS for ETC gives example CS3 Cl plus 2S plus Zn SCl CS4 SCl यिनीहरुको नाम लेखेको सबैको टू ब्रोमोइथेन CATALY catalytic hydrogenation additions of hydrogen on saturated hydrocarbon bonds in presence of यिनीहरुको सबैको अघि जस्तै
2 ब्रोमोइथेन से 2 ब्रोमोइथेन इसका क्या नाम होता है ना है नाम लिखे 2 ब्रोमोइथेन इसका और होता है मिथाइल क्लोराइड कहाँ HCl Cl मात्र है +2s हटले है CH3Cl है मिथाइल क्लोराइड हो गया ए ओकरा मीथेन गैस है अब हाइड्रोक्लोरिक एसिड हाँ यति धेरै पढाइ भइसकेको छ यार जे भए परिस्फोरण मैले हेर्नुपर्छ अहिले तपाईँले पुरै हेर्नु हाइड्रोक्लोरिक एसिड बाढी कयो कार्बन हो त्यहाँको असर थाहा होला CH2 का 2 कार्बन है ना इथेन का भी और मैं कथी लागल इथेन में Br ब्रोमाइड इथेन ब्रोमाइड इथेन ब्रोमाइड लिख सेंट हाइड्रोजन हो एक्टिव हाइड्रोजन एक्टिव हाइड्रोजन लिख तो बुझेगा लगे लेकिन पढ़ी हाइड्रोब्रोमिक एसिड का जोड़ा दिया हाँ हाइड्रोजन ब्रोमाइड लिनु सक्छौँ ये हाइड्रोजन ब्रोमाइड दिएको लागि और केही छैन कि यार फाइनलमा म पास गर्दै हामी गडा 500 रुपैयाँ पानी हाइड्रोजन ब्रोमाइड नोमेनक्लेचर पूरा पढ़ा दिल सर ना यही पे नोमेनक्लेचर में एक बार देखे पढ़ली नोमेनक्लेचर कि हम बहुत दिन के पढ़ ले कभी ए बहुत हार्ड है अपन से होते कितना सीखा आई भी नोमेनक्लेचर यस फाइनल म बुझ्दा फाइनल में तो बक्स हो फाइनल में के गर्नु दोस्रो पास किन पास हुने हो फेल हुनु त मलाई याद आउँछ गर्लफ्रेन्ड को एक्चुअली रेगुलर पास हुनुमा फेल भनेको काला हो कि चिट भनेको जस्तै काला छ नि फेल भनेको पनि काला हो फेल हो त्यस्तो गाली पाइन्छ त्यो मलाई पनि पास कति आनन्द साथ पाइन्छ मेहनत गर्ने हामी गर्लफ्रेन्ड गुमाउने तिमी पास हुन्छ हामीलाई मेहनत गर्ने हामी गर्लफ्रेन्ड गुमाउने तिमी पास हुन्छ कहाँ हाइड्रोजेनिक एसिड कहाँ है हाइड्रोजेनिक बहुत हाइड्रोजिनेशन हो गया जी यानी
अब यो त आज